हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। म चाहिँ ममता शर्मा। तपाईँहरूलाई मेरो नयाँ दिन र नयाँ भिडियोमा स्वागत छ। सो साथीहरू, आज चाहिँ मैले सोया चिल्ली बनाउनु आँटेको छु अनि त्यो रेसिपी तपाईँहरूलाई पनि सेयर गर्नु आँटेको छु। मेरो सोयाबिन अब चाहिँ यसलाई म बोइल गर्छु। त्यति सल्ट पनि हाल्नु आँटेको छु। यसलाई चाहिँ भिजाएर पनि राख्नु सक्छ गरम पानीमा, अनि नभए चाहिँ बोइल पनि गर्नु सक्छ यसलाई। म चाहिँ बोइलै गर्दैछु, भिजाएको थिएन भनेर। हालि पनि सकेको छु। यो चाहिँ छान्नीमा मैले पानी तारिसकेको छु यसको चाहिँ। अनि अब चाहिँ म सब्जी काट्न थाल्छु। मैले सब्जीमा गाजर काटेँ। अनि यहाँ चाहिँ प्याज पनि दिएको छु। प्याज थुप्रै गर्नु पर्छ। थुप्रै राखिदिएको छु। प्याज काटेर मेरो राख। अनि यहाँ चाहिँ मैले लसुन पनि दिएको छु। यसलाई पनि चप गर्ने हो। यसलाई पनि चप गर्छु हाल्नु। म सिधा सिमला मिर्च थिएन अनि मैले त्यो स्किप गरिदिएको छु। तपाईँले त्यो सब्जी सबै युज गर्नु सक्नुहुन्छ, तर म चाहिँ सिमला मिर्च थिएन अनि मैले स्किप गरेको छु। यसलाई चाहिँ फेरि मैले यसमा हालेर यसको चाहिँ पानी सबै निचार्नुपर्छ। पानी सबै निचार्नु। यसको चाहिँ पानी सबै फ्याँकिदिन्छु म फर्स्ट। यसलाई 2-3 फाग्ला गरिदिएको छु। रेड चिली पाउडर अब चाहिँ यसलाई मजाले मिक्स गर्नुपर्छ। पानी चाहिँ गर्नु पर्दैन। फ्राई गर्छु। रिफाइन यसरी यो चाहिँ यसलाई चाहिँ फ्राई हुन दिनुपर्छ मजाले। यसलाई चाहिँ अब यसको ग्रेभी रेडी गर्छु म। लसुन चाहिँ हाल्दैन म। भइसक्यो अहिले मेरो। यसलाई चाहिँ क्रिस्पी हुने त फ्राई गर्नुपर्छ अनि बल्ल राम्रो हुन्छ यो चाहिँ। यो चाहिँ चप गार्लिक। एकदमै सिम्पल रेसिपी बनाइरहेको छु यो चाहिँ मैले। प्याजहरूलाई चाहिँ धेरै फ्राई गर्नु पर्दैन।
अनि यसमा चाहिँ अब म एड गर्दैछु वाटर। यसलाई चाहिँ पाक्न दिनुपर्छ मजाले। यहाँ चाहिँ म अब हल्दी हाल्छु। यहाँ छ रेड चिल्ली पाउडर। यसलाई चाहिँ अब एकछिन पाक्न दिन्छु म। यो चाहिँ भइसक्यो, ग्यास पनि अफ गरिदिइसकेको छु। यसलाई चाहिँ म निकाल्छु अब। निकाल्दैछु मैले। यो चाहिँ पुरा क्रिस्पी भइसकेको छ, यसरी पुरा क्रिस्पी भइसकेको छ। भिनेगर र सोया सस। मैले थोरै मैदा पनि लिएको छु। यसमा चाहिँ अलिकति पानी एड गरेर मिक्स गर्नुपर्छ। यसलाई चाहिँ यसरी मिक्स गर्नुपर्छ। अनि यो चाहिँ ग्रेभीमा हाल्नुपर्छ, अनि बाक्लो हुन्छ ग्रेभी चाहिँ। यो ग्रेभी चाहिँ बाक्लो भइसकेको छ। अब चाहिँ यसमा म सल्ट हाल्छु। त्यसको अनुसार हाल्नुहोस् होला तपाईँहरूको पनि। भइसक्यो। हेर्नु कस्तो बाक्लो भइसक्यो यो चाहिँ। अब चाहिँ यसमा म एड गर्छु यो ग्रेभीमा चाहिँ एकछिन पाक्न दिनुपर्छ यसलाई चाहिँ। अब गाइस यो चाहिँ रेडी भइसकेको छ। अब चाहिँ म टेस्ट गरेर भन्छु तपाईँहरूलाई कस्तो भएको छ। मेरो रेडी भइसकेको छ। अब चाहिँ यो चाहिँ म अपेक्षालाई टेस्ट गर्नु दिन्छु। टेस्ट गर्दैछ कस्तो भएको छ भनेर। खाऊ ठिकै कस्तो भयो? टेस्टी छ। मिठो छ? सो गाइस मैले चाहिँ अपेक्षाले ट्राई पनि गरेको छु। एकदमै मिठो हुन्छ यसरी बनायो भने चाहिँ। तपाईँहरू पनि ट्राई गर्नु घरमा, एकदमै इजी रेसिपी छ। मेरो रेसिपी मन पर्यो भने प्लिज मेरो च्यानल लाइक शेयर र सब्सक्राइब पनि गरिदिनुहोस् होला, जो मेरो च्यानलमा नयाँ आउनुभएको छ। यति भन्दै यो भिडियोलाई चाहिँ पनि एन्ड गर्छु। अब पनि म नेक्स्ट भिडियोमा भेट्छु। बाई।